नमस्कार उमादेश जय परशुराम। आजको भिडियोमा पनि यहाँलाई स्वागत छ। आज चाहिँ सुदूरपश्चिम प्रादेशिक अस्पताल जोबुडा अस्पतालका विषयमा यो भिडियो। कृपया अन्तिम समयसम्म भिडियोलाई हेर्नुहोला। आदरणीय साथीहरू, के तपाईहरु जोबुडा अस्पतालमा उपचार गराउनका लागि जाँदै हुनुहुन्छ भने कृपया सावधान रहनुहोला है। किनकि यहाँ पेट दुखेर आएकी एउटा सोझी महिलालाई डाक्टरले तपाईँ गर्भवती हुनुहुन्छ भनेर औषधि भिराइदिन्छ है। तर 4 दिनपछि पुनः जाँच गर्ने जाने बेला चाहिँ रिपोर्ट त नेगेटिभ पो आएछ त। ती महिला गर्भवती नै थिएनन्। ल सोच्नुहोस् त साथीहरू, यदि गलत रिपोर्टका आधारमा दिएको औषधिले ती महिलाको ज्यान गएको भए यसको जिम्मा कसले लिन्थ्यो? अस्पतालको डाक्टरले लिन्थ्यो कि परशुराम नगरपालिकाको मेयरले लिन्थ्यो कि कानमा तेल हालेर बसेको नामको मात्रै सुदूरपश्चिम प्रदेश सरकारले लिन्थ्यो? यो घटना चाहिँ सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालनमा ल्याएको भर्खरै डौलधुरा जिल्ला परशुराम नगरपालिका जोबुडा प्रादेशिक अस्पतालको हो, जहाँ एउटा पेट दुखेर अस्पताल आएकी महिलाले जाँच गराउँदै बेलामा पोजिटिभ निस्किन्छ। डाक्टरले आँखा चिम्लेर औषधि लेख्छन्, बिरामीले आँखा चिम्लेर नै औषधि खान्छन्। तर 4 दिनसम्म पनि औषधि खाएर पनि महिनावारी नहुँदा उनी पुनः तेस्रो पटक जाँच गर्न आउँछन्। त्यो बेला चाहिँ रिपोर्ट नेगेटिभ आउँछ। यो सामान्य गल्ती होइन, यो जनताको जिन्दगीसँग गरिएको एउटा खेलबाड हो। चिकित्सा क्षेत्रमा चरम लापरवाही हो। आखिर जोबुडा प्रादेशिक अस्पतालमा यस्तो भद्रगोल किन हुन्छ? किनकि जोबुडा प्रादेशिक अस्पताल जस्तो होइन, यो त राजनीतिक दलको भर्ती केन्द्र जस्तो बनेको छ भन्छन् स्थानीय बासिन्दा। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका मन्त्रीज्यू र परशुराम नगरपालिकाका मेयरज्यू लगायत स्थानीय नेताज्यूहरू अयोग्य कार्यकर्तालाई अस्पतालको इमर्जेन्सी र ल्याबमा जागिर खुवाउनका लागि जनताले तपाईलाई त्यो कुर्सीमा पुकाएका हुन् त? योग्यता र क्षमता भएका प्राविधिक र डाक्टरहरूलाई पाखा लगाएर भनसुनका आधारमा आफ्ना कार्यकर्ता भर्ती केन्द्र गर्दा आज जनताले आफ्नो ज्यान जोखिममा पारिरहेका छन्। भर्खरै मात्रै पुसमा जनवरीमा प्रदेश सरकारले ठुलो हल्ला खल्लाका साथ हामीले ठुलो एकदम विकासको फड्को मार्यो भनेर जोबुडा अस्पताललाई चाहिँ प्रादेशिक अस्पतालमा घोषणा गर्यो। तर सामाजिक विकास मन्त्रीज्यू अस्पतालको बोर्ड फेरेर मात्रै प्रादेशिक अस्पताल बन्दैन। तर बोर्डमा चाहिँ प्रादेशिक अस्पताल चाहिँ लेख्ने, भित्र उपचार चाहिँ प्राथमिक उपचार केन्द्रको जस्तो पनि नहुने, यो कस्तो लाजमर्दो हो? सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्रीज्यू नाम मात्रैको प्रादेशिक अस्पताल बनाएर प्रदेश सरकारले कानमा तेल हालेर सुत्न मिल्दैन। जनतालाई कागजको अस्पताल होइन, भरपर्दो र सुरक्षित उपचार चाहिन्छ। प्रदेश सरकार र स्थानीय सरकार कान खोलेर सुन। त्यसैले म यो भिडियो मार्फत नै आग्रह अनुरोध व्यक्त गर्न चाहन्छु, ती महिलाको स्वास्थ्यमाथि खेलबाड गर्ने माथि तुरुन्त छानबिन गरियोस् र कडा कारबाही गरियोस् भन्ने पनि म यो भिडियो मार्फत नै माग गर्न चाहन्छु। जोबुडा प्रादेशिक अस्पताललाई नेताको र आफ्ना झोलीहरूको भर्ती केन्द्र बनाउने अखडा तुरुन्त बन्द गरियोस्। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रीज्यू, परशुराम नगरपालिकाका मेयरज्यू यदि जनताको ज्यानमा तलमाथि केही भएको खण्डमा भोलि तपाईहरुलाई चाहिँ त्यो अस्पतालको गेटबाट भित्र छिर्ने दिने छैन। यो कुरा पनि तपाईलाई ध्यान रहोस्। म जोबुडा प्रादेशिक अस्पतालका लागि यी 4वटा सुझावहरू पनि राख्न चाहन्छु। यहाँहरूले यो सुझावलाई तुरुन्त ग्रहण गर्नुहुनेछ भन्ने पनि मैले विश्वास र आशा अपेक्षा लिएको छु। पहिलो सुझाव, अस्पतालमा नो पोलिटिक्स। अस्पतालबाट राजनीतिक हस्तक्षेप तुरुन्त बन्द गरियोस्। भनसुन र नातागोताका आधारमा होइन, लोकसेवा पास गरेका दक्ष प्राविधिकहरूलाई मात्र अस्पतालमा राखियोस्। दोस्रो सुझाव, लापरवाही गर्नेहरूलाई कडा कारबाही, स्ट्रिक्ट एक्सन। दोस्रो, गलत रिपोर्ट दिने ल्याबका कर्मचारीमाथि तुरुन्त छानबिन समिति गठन गरी कडा कारबाही गरियोस्। आँखा चिम्लेर
औषधि लेख्ने डाक्टरमाथि तुरुन्त कडा छानबिन होस् र कारबाही, ताकि भोलि कसैले पनि यस्तो लापरवाही गर्ने आँट नगरोस्। तेस्रो सुझावका रूपमा चाहिँ डबल चेक डिजिटल प्रविधि। डबल चेक। तेस्रो, बिरामीको रिपोर्ट चेक गर्दा क्रस भेरिफिकेसन डबल चेक गर्ने प्रणाली लागू गरियोस्। प्रसूति तथा ल्याब सेवालाई आधुनिक एवं प्रविधि मैत्री बनाइयोस्। चौथो सुझावका रूपमा चाहिँ हेल्प डेस्क अर्थात् गुनासो सुनवाई, हेल्प डेस्क एकाउन्टेबिलिटी। अस्पतालभित्र एउटा बलियो गुनासो सुनवाई कक्ष राखियोस्, जहाँ सर्वसाधारणले आफूमाथि भएको अन्याय वा लापरवाही उजुरीलाई सिधै प्रशासनमा दर्ता गरून् र त्यसको तुरुन्त सुनवाई होस्। हस्त धन्यवाद। ओमादेश जय परशुराम। आजको भिडियो यहाँहरुमा यति नै। अर्को भिडियोमा यहाँहरुसँग पुनः भेट हुने नै छ। ती बेलासम्मका लागि बिदा दिनुहोस्। हस्त धन्यवाद। जय परशुराम, जय देश, जय नेपाल आमा।